40,000 को मासु ल्याइदिएछ। 10 किलो 40,000 को मासु ल्याइदिएछ। अनि यो मासुको पैसा पनि नलिने रे। साउसाउनीले मलाई फकाएको हेर्नुहोस् है साथीहरू। साउसाउनीले मलाई कसरी फकायो भने मेरो माग चाहिँ के थियो भने साथीलाई पठाउने भए मलाई पनि अर्को कम्पनीमा पठा, सँगै जाने हो भनेर मेरो माग त्यो थियो। अब साथीलाई नि भन्न त भन्या हो मैले, जाने भए सँगै जाने है, एक्लै जाने होइन भनेर भन्या थियो। अब उसलाई अब कसरी फुत्किम है यो कामबाट, यो कम्पनीबाट भन्ने तनाव थियो। जान त मलाई पनि मन थियो, फुत्किन त मलाई पनि फुत्किन मन थियो। तर म नेपाल जाने बेलामा त्यसलाई पठायो र अहिले मलाई कसरी फकाउँदैछ है। नेपाल गएर आउँदा मेरो यहाँको कोरियाको खातामा पैसा छैन रहेछ।